गर्व छ, असाध्यै गर्व लाग्छ। जो पनि अतिथि आउनुहुन्छ, जो पनि पाहुना आउनुहुन्छ, हिजो पनि हाम्रो प्रमुख अतिथि अनि हाम्रो एकजना सर कमल सर आउनुभएको थियो। कस्तो अनुशासित है यहाँका मानिसहरू। म विभिन्न प्रोग्राममा पुग्ने गर्छु, विभिन्न ठाउँमा जाने गरेको छु। यस्तो अनुशासन त मैले कहीँ पनि देखेको छैन। कस्तो के छ यो, कारण के हो यस्तो भन्नुभयो, यस्तो गर्व लाग्यो नि मलाई। त्यसैले सर्वशक्तिमान पिता परमेश्वरलाई म मसिमा करोड करोड धन्यवाद दिन चाहन्छु। साँच्चै नै हामी अनुशासित छौँ। जीवन के हो हामीलाई थाहा छ, हाम्रो ईश्वर के हो त्यो हामीलाई थाहा छ, कसरी चल्नुपर्छ त्यो हामीलाई राम्ररी थाहा छ। जति ठुलो वेदनाको पोको होस् त्यसले हामीलाई दबाउन सक्दैन, बरु त्यो जति ठुलो वेदनाको पोको भए पनि हामी त्यसलाई दबाएर हिँडिरहेका हुन्छौँ। त्यसैले नै मलाई असाध्यै गर्व लाग्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिमा करोड करोड धन्यवाद दिन चाहन्छु। आज देशैभरिबाट आउनुभएको छ। यो जिल्ला त्यो जिल्ला म भन्दिनँ, देशैभरिबाट आउनुभएको छ। देशैभरिबाट आउनुहुने सम्पूर्णप्रति, तल्लो फ्लोरमा बस्नुहुने सम्पूर्णप्रति म प्रकाशदीप गैरीको तर्फबाट शिर उच्च नमन व्यक्त गर्न चाहन्छु। स्टेजमा विराजमान हुनुहुने शाखा प्रमुख, शाखा उपप्रमुख, शाखा लिडर, जसले मैले यो फल चाखेँ, यो फल असाध्यै मिठो छ। मैले मात्रै चाख्नु हुँदैन, मैले पनि अरूलाई पनि चखाउनु पर्छ भने त्यो हिम्मत राख्नुभयो, त्यो कन्सेप्ट लिनुभयो। म पनि ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालसँग जोडिएर कार्य गर्छु भनेर जुन हिम्मत राख्नुभयो, त्यो हिम्मत टुटाउनु भएन। हजुरहरूप्रति पनि म प्रकाशदीप गैरीको तर्फबाट शिर निहुराएर उच्च नमन व्यक्त गर्न चाहन्छु। आज हेर्नुहोस् त, प्रत्येक भजनको वर्ड हेर्नुहोस् त, यस्तो तागत मिलिरहेको थियो। जुन शब्द आउँछ नि, हुन पनि त्यस्तै थियो, जस्तो थियो त्यस्तै टिपेर बनाउनु भएको के। प्रत्येक शब्दले मन छोएका थिए। मैले त पुरै लाइभ गरेँ, सुरुदेखि अन्तिमसम्म लाइभ गरेँ कि त्यति मन पर्यो कि मलाई। हरिको मनमा बस्यो। एउटा शब्द हेर्नु त, जब हाम्रो हात खुट्टा बुझियो तब ईश्वर के हो भन्ने कुरा बुझियो। ओ माई गॉड, हामी त्यस्तै थियौँ। आँखा थियो देख्थेनौँ, कान थियो सुन्ने थिएनौँ। इमान्दार भएर है, म पनि इमान्दार पूर्वक भन्छु, तपाईँहरूले इमान्दार भन्नु है त। एउटा कुरा है, म पनि हिजोको दिनमा असाध्यै हेराउन जान्थेँ। मेरै घरमा पनि झाँक्री हुनुहुन्थ्यो, माता हुनुहुन्थ्यो, पिता पनि हुनुहुन्थ्यो, माता पनि हुनुहुन्थ्यो। सोना झाँक्री मेरो घरमा थियो हिजोको दिनमा। वास्तवमा भने जीवनमा एउटा म पनि हो है, बेसरी हेराउन जाने मध्ये को हुनुहुन्थ्यो? हात उठाउनुहोस् त एकचोटि। इमान्दार भएर है, ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाम। हामी सबै जान्थ्यौँ के, तर उहाँले भनेको कुरा भन्न नै भन्नुहुन्थ्यो कि हामीलाई। तर बुझ्दैनौँ कस्तो होला। तिम्रो घरमा तिमीलाई त तिम्रै देवी देवताले दुःख दिए रहेछ। मैले दुःख देऊ भनेर त्यो देवी देवतालाई पुजेर त राखेको थिइनँ नि त। फेरि भन्न नै भन्नुभएको थियो कि तिम्रो घरको देवी देवताले तिमीलाई दुःख दिए रहेछ। मेरो घरको देवी देवताले मलाई किन दुःख दिने? यति पनि अक्कल नआएको के मलाई फेरि के। अनि फेरि हेराउन गयो, तिम्रो कुलले दुःख दिए रहेछ। कुलले मलाई किन दुःख दिने? फेरि पनि बुद्धि नपुर्ने। ओहो, तिम्रै घरका नाग नगिनीले तिमीलाई चाहिँ यो खुट्टा अपाइज बनाएर राखेर छ, फेरि पनि दिमाग खुल्दैन। फेरि पनि ओहो, तिमीलाई त दक्षिणकाली माताले चाहिँ तिमीलाई दुःख दिएर छ, फेरि पनि दिमाग खुल्दैन। यस्तो अन्धो, यस्तो बहिरो बनाएर राखेको थियो नि।
आजसम्म कुनै पनि हेराउनेवालाले कुनै पनि चराउनेवालाले मलाई त्यो कुरामा गर्व लाग्छ कि आज आएर क्या ओहो तिमीले मानेको ईश्वर चढेर चाहिँ ईश्वरले दुःख दिएर चाहिँ कसैले भन्नु भएन कि हो त्यो ईश्वर मानेको छु आज मैले मेरो ईश्वरले मलाई दुःख दिनुहुन्न मेरो ईश्वरले मलाई कष्ट दिनुहुन्न मेरो ईश्वरले आजसम्म कुनै पनि संसारमा टपमा पुग्यौँ होला हामी हेराउन पनि पुग्यौँ चराउन पनि पुग्यौँ तर एकजनाले भन्नुभएको कि तिमीलाई परमेश्वर चढेछ तिमीलाई परमेश्वरले दुःख दिएको रहेछ यो परमेश्वरको कारणले यो भनेर कसैले तपाईँलाई भनेर मलाई चाहिँ भन्नु भएन हो त्यो आज दुःखै नदिने परमेश्वरको स्तुति अनि महिमा गरेका छौँ सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु त्यो भजनले भन्न खोजेको कस्ता यो भजनहरूबाट पनि हाम्रा आँखाहरू खुलेनन् भने हाम्रा चेतहरू खुलेनन् भने हेर्नुहोस् त जब सबै भजनको प्रत्येक वर्डले हाम्रो आँखा खुल्नुपर्छ प्रत्येक शब्दले हामीलाई सचेत गराउनु भएको छ म विश्व सरलाई धेरै धेरै धन्यवाद आज हामी सम्मान पनि गर्छौँ यस्ता व्यक्तित्वहरूलाई हिजै सम्मान गर्ने योजना थियो तर के भयो ईश्वरलाई करोड करोड धन्यवाद जब हाम्रा हात खुट्टा कुजियो सच्चाइ के हो भन्ने पछि पो बुझियो हात खुट्टा कुजिएपछि सच्चाइ भनेर बुझ्ने हामी कस्तो पहिल्यै नबुझ्ने हामी कस्तो त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ कि तिम्रो हात खुट्टा कुजिन भन्दा पहिले आऊ म छु तिमी नडराऊ म छु म तिमीलाई दुःख दिन्न म त तिमीलाई सुख दिन्छु म त तिमीलाई आनन्द दिन्छु म तिमीलाई दुःख दिनको निमित्त आएको होइन हिजो हामी ईश्वरलाई धर्मको नाउँमा र जातको नाउँमा हामी लत्याउँथ्यौँ हामी धर्मको नाउँमा तुच्छ बनाउँथ्यौँ जुन दिन रोमी 10 को 9 अंगीकार गर्यौँ त्यो दिनबाट हामीले उच्च खाएका छौँ सर्वशक्तिमान परमपिता परमेश्वरलाई मसीह येशूकोमा करोड करोड धन्यवाद दिन चाहन्छु जब खोलो लाएर जान्छ हेर्नुहोस् त कस्तो राम्रो जब धन खोलो लागेर जान्छ अनि बल्ल सच्चाइमा मन जान्छ जब धन खोलो लाएर जान्छ इज्जत जान्छ प्रतिष्ठा जान्छ अलि जोडेको घरेडी नखाई जोडेको घरेडी पनि जान्छ अनि बल्ल सच्चाइमा मन लाग्छ परमेश्वर भन्नुभएको छ म छु आऊ मेरा सन्तान तिमी लुटिएपछि आउने ठाउँ होइन के लुट्टिन सुरु हुँदै आऊ न मेरा सन्तान हामीले देखेका छौँ हामीले भोगेका छौँ जब तपाईहरू आज विभिन्न ठाउँमा शाखा चलाएर बस्नु भएको छ नि शाखा चलाएर बस्नेहरूलाई भनेको छु है मैले विभिन्न ठाउँमा लिडर प्रमुख उपप्रमुख भएर बस्नु भएको छ नि जब कुनै पनि शाखामा जौनहरू बढ्नेवाला छ अथवा चाहिँ त्यहाँ महिमा बढ्नेवाला छ भने श्रीमान श्रीमतीमा ठुलो रिस हालेर हुन्छ कि झै झगडा गरेर हुन्छ कि तँलाई त काट्न पाए मलाई आनन्द हुन्थ्यो भन्ने मन सुरु हुन थाल्छ किनकि जब त्यो मनमा आउँछ नि जब त्यसलाई तपाईले स्थान दिनुभयो भने हामी सच्चै परिवारमा आएर यो ठाउँमा हामीले स्थान दिएर उहाँहरू बस्नु भएको हो यदि हामीले त्यहाँ ढोका लगाएर यता सबै चारतिर बन्द गर्थ्यौँ भने यहाँ आएर कसै पनि कोही पनि बस्नु पाउनुहुन्थेन जब तपाईले त्यो कुरालाई बुझ्नु भएन जब तपाईको हृदयमा यसलाई मर्न पाए हुन्थ्यो यसलाई काट्न पाए हुन्थ्यो यसलाई खुन चुस्न पाए हुन्थ्यो यसलाई कुपर्न पाए हुन्थ्यो यसलाई लट्न पाए हुन्थ्यो यसलाई दबाउन पाए हुन्थ्यो भने मान्नुहोस् ऊ वालाले तपाईलाई के गर्दैछ गिराउँदैछ कमजोर पार्दैछ तपाईलाई सत्यानाश बनाउँदैछ ए शैतान 스포츠 브랜드 카나라 인기 브랜드 고식된 세서를 नाश बनाउँदैछ ए शैतान यो हृदयमा त्यस्तो सोच आउने होइन शाखा प्रमुख र उपप्रमुखले है एकदम ध्यान दिनुपर्ने कुरा धेरै अनि अहंकारको कुरा यो लिडरको हो यो जोनको हो किन आइदिएको को नआइदिए पनि हुन्थ्यो अनि उसैलाई पनि के गर्न थाल्छ त दबाउन थाल्छ जब त्यो विचारहरू आयो भने ऊ सक्सेस हुँदैछ मान्नुहोस् एक स्टेपमा ऊ सक्सेस भइसकेको छ एक स्टेपमा ऊ सक्सेस भइसकेको छ स्टेप बाई स्टेप जसरी हामी यो सच्चाइ केन्द्र नेपालको यतापट्टि सिँढी छ त्यो सिँढी हामी एकैचोटि आउँदैनौँ एक स्टेप अर्को स्टेप अर्को स्टेप अर्को स्टेप चढेर यो स्टेजमा आएका हौँ त्यसरी जब तपाईलाई त्यो अहंकार आयो जब तपाईमा रिसको घमण्ड अहंकार म भित्र तपाईबाट त्यो आयो
कसैलाई कसैको दोष लगाउने तपाईमा म्याक्सिमम त्यो आत्मा आयो भने मान्नुस् कि एक स्टेप उसले तपाईलाई पाउमुनि पारिसकेको छ। एक स्टेप उसले तपाईलाई दबाइसकेको छ। अब 2 स्टेप हुन नदिनुस्, 2 स्टेप हुन नदिनुस्, 3 स्टेप चढ्न नदिनुस्, 4 स्टेप चढ्न नदिनुस् र उसलाई सक्सेस हुन नदिनुस्। जब तपाईमा त्यो अहंकार आउँछ, तपाईमा त्यो रिस आउँछ, तुरुन्तै भन्नु पिता मसी येशूको नाममा हट, यो कुरा हुनै सक्दैन। मेरो पितामा यो छँदै छैन। मेरो पिताले त प्रेम गर भन्नुभएको छ, मेरो पिताले त सह भन्नुभएको छ, मेरो परमेश्वरले त के गर्नुहुन्छ आनन्द गर भन्नुभएको छ। म यो कुरा होइन। कुन शैतानिक वाला आत्मा छस् येशू मसीहको नाउँमा तपाई खुद आफैलाई चङ्गाउन सक्ने शक्ति सामर्थ्य हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले दिनुभएको छ। आज चङ्गाइदिनु न गुरु कहाँ होला भन्दै खोजेर हिँड्नु पर्दैन। तपाईलाई जहाँ अप्ठ्यारो पर्छ, जहाँ तपाईलाई असहज हुन्छ, जहाँ तपाईलाई अनिजी फिल हुन्छ, जहाँ तपाईलाई टाउको दुखेको फिल हुन्छ, जहाँ तपाईलाई पेट दुखेको फिल हुन्छ, जहाँ तपाईले जुन ठाउँमा दुखेको छ त्यही ठाउँमा यो येशू मसीहको हात हो। त दुख्नै सक्दैनस्, त हुनै सक्दैनस्, हटिहाल, येशू मसीहको नाममा हटिहाल। आज बिहान एकजना सिस्टर मेरो घर आउनु भएको थियो। यहाँ आउनु भएको छ, म जहाँसम्म लाग्छ। एउटा नानी भयो, नानी भएको 17-18 वर्ष भयो, तर बच्चा हाम्रो इच्छा हुँदाहुँदै कहिले पनि भएन। 1 वर्ष भयो म सच्चाइमा जुटेको। 1 वर्षको अन्तरालमा मेरो गर्भमा बच्चा आयो। म खुसी छु, म आनन्द छु। तर के भयो थाहा छ फेरि? चेक गराउन गएँ, कहिले धड्कन आउँदैन, कहिले के हुँदैन, कहिले के हुँदैन, फालिहाल, राख्नै हुँदैन, फालिहाल भन्छ, रुँदै आउनु भयो। म तपाईँ आउनु भएको छ भने नि यदि फालिहाल्नु पर्थ्यो भने, यति खराब हुन्थ्यो भने, यति परमेश्वरको योजनाको हुन्थ्यो भने तपाईँको गर्भमा बच्चा आउने थिएन। तपाईको विश्वास अब उहाँले फाल्ने भन्नेमा बढी विश्वास छ कि तपाईले राख मेरो सन्तान, मैले तँलाई दिएको आशिष हो, त्यो खराब हुन सक्दैन, त्यसलाई मैले खराब बनाउन सक्दिनँ, किनकि जो आउँछ नि नसोचेको कल्पना नगरेको आशिष महिमा मैले दिनेछु। त ढुक्क भयो भन्नेलाई विश्वास गर्नुहुन्छ कि फालिहाल भन्नेलाई विश्वास गर्नुहुन्छ, त्यो तपाईको हातमा छ। हामी फालिहाल्नुहोस् पनि भन्दैनौँ, राखिहाल्नुहोस् पनि भन्दैनौँ। हामीलाई एउटै कुरा विश्वास छ, 17 वर्षसम्म नपाएको कुरा पाउनुभयो, आज ईश्वरको राज्यमा आएर पाउनुभयो, ईश्वरले दिनुभयो, खराब चिज दिनै सक्नुहुन्न। पिता यदि तपाईले दिएको चिज खराब हुन्छ भने मेरो निन्दा हुन्छ र पिता, तपाईको निन्दा हुनै सक्दैन पिता। यो खराब होइन, यो असल हुनको निमित्त भएको छ। यो मन बनाउनुहोस् त आजैबाट, यो मन बनाउनुहोस् त, केही पनि हुँदैन। तिम्रो विश्वासले तिमीलाई निको हुनेछ। तिम्रो विश्वासले तिमीले आँटीका कुराहरू पुग्नेछ। तिम्रो विश्वासले तिम्रो घरमा आशिष आउनेछ। तिम्रो विश्वासले जस्तो भनेका छौ त्यस्तै रहनेछ। तिम्रो विश्वासले त्यो पहाड पनि मैदान बन्नेछ। कसले भन्नुभएको छ? हाम्रो सर्वशक्तिमान परमात्मा परमेश्वरले। त्यसैले यो भजनले भन्न खोजेको प्रत्येक वर्डमा हाम्रो आँखा खोल्नुपर्छ। अब पनि नखोलेको आँखा कहिले खोल्नु? खुचिएपछि, लुचिएपछि, सिद्धिएपछि हामीले देखेका छैनौँ। आज लाखौँ हजारौँ मान्छेहरू सडकमा भौँतारेर म त किडनी फेलर हजुर, मलाई सहयोग गरिदिनुहुन्न, मलाई 1 रुपियाँ भए नि दिनुहुन्न। 1 रुपियाँ दिने मान्छेसँग अपेक्षा गरेर बस्नु भएछ। जसले जीवन दिनुहुन्छ उसँग चाहिँ जसले जीवन दिनुहुन्छ उहाँको खोजी छैन। जसले 10 रुपियाँ दिनुहुन्छ, जसले 100 रुपियाँ दिनुहुन्छ उसको खोजी छ। जसले जीवन दिन्छ उसको खोजी छैन। 10 रुपियाँ, 100 रुपियाँ दिने, 1000 रुपियाँ दिनु होला, लाख रुपियाँ दिनु होला, तर जीवन दिन सक्नुहुन्न। हाम्रो परमेश्वरले 1000 नदिनु होला, तर जीवन दिन सक्नुहुन्छ।
आज म धेरै देख्छु म क्यान्सर हस्पिटलमा आएर क्यान्सरको चाहिँ ट्रिटमेन्ट गर्दैछु आज मेरो किमो चढाउने पालो हजुर मलाई सहयोग गरिदिनुहोस् न लौ न तपाईँले चिनेको ईश्वरलाई मैले पनि चिन्छु लौ न म पनि ईश्वरमा भरोसा गर्छु विश्वास गर्छु यो कहिले मन आएन किन दिँदैन यो सैतानिक वाला आत्माले दिँदैन हिजोको दिनमा हामीलाई कहाँ दिएको छ तिम्रो घरको कुलले नै तिमीलाई बिगारेको भन्दा नि हाम्रो आँखा खुलेन तिमीले मानेका देवी देवताले तिमीलाई यो खाल्टोमा हालेको छ भन्दा नि हाम्रो आँखा खुलेको थिएन तिम्रो घरमा तिम्रो मानेको नाग नगिनीले तिमीलाई यसरी ब्रह्म भुकेर खुट्टा भाँचेको छ तिमीलाई यस्तो गरेको छ भन्दा नि हाम्रो आँखा खुलेको थिएन किन खुलेको थिएन भन्दाखेरि हाम्रो विचारको हाम्रो आत्मिक आँखा बन्द गरिदिएको थियो आज त हाम्रो शरीरको आँखा खुल्ला थियो तर आत्माको आँखा बन्द गरिदिएको थियो आज शरीरको आँखा बन्द छ आत्माको आँखा खुलेको छ त्यसैले म तपाईलाई भन्छु शरीरको आँखाले कुनै पनि समस्यालाई समस्या नदेख्नुस् आत्मिक आँखाले समस्या नदेख्नुस् समस्यालाई देख्नुस् परमेश्वरको महिमालाई देख्नुस् त्यसैले जब तपाईहरुको प्रत्येकको शाखामा जब महिमा आउन सुरु गर्छ नि त्यहाँ झै झगडा हुन सुरु गर्छ झै झगडा भयो भने त्यो समयमा तपाईले कसरी त त्यसलाई मिनिमाइज गर्न लाग्नुस् त्यसलाई कसरी त पिता त्यो सक्सेस हुनुहुन्न हिजोको दिनमा त्यो सक्सेस हुँदा त म बिग्रिएको नि तर आज मेरो परम पिता मैले मानेको मेरो सर्वशक्तिमान परमात्मा परमेश्वर बिगार्नको लागि आउनु भएन जीवन दिनको लागि आउनु भयो आज विभिन्न ठाउँमा हेर्नुस् त तपाईले देख्नु भएको छ होला यही पनि आउनुहुन्छ कति मान्छेहरू यही पनि देखिन्छ उहाँहरूको भरोसा यहाँ छैन अझै पनि दिनुहोस् न मलाई 10 रुपैयाँ दिनुहोस् मलाई 20 रुपैयाँ दिनुहोस् हामी दिन तयार छौं हामी दिन्छौं तर हामीले दिएको कुरा क्षणिक हो हाम्रो पिताले दिएको लङ लास्टिङ हो त्यसैले यो भजनले सच्चै आइपुगे तन्नामा बेरिँदै हैन ईश्वर रहेछन् आयो ज्यान फेरिँदै हेर्नुस् त ओ माई गॉड एकजना चितवनबाट आउनुभएको थियो 11 वर्ष अगाडि 10 वर्ष अगाडि उठ्नु त म्याम तपाई त एकदमै चेन्ज मैले चिन्न नसक्ने भनेको थिएँ भर्खरै उठ्नुस् त म्याम मैले नाम ठ्याक्कै बोलेन ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म शेषुको नाउँमा यस्तो अवस्थामा आउनु भएको थियो यस्तो अवस्थामा आउनु भएको थियो कि अहिले देख्दा त आइ हो तपाई त्यही म्याम हो है भनेर मैले एकछिन कन्फ्युज भएँ के अनि मेरो पिताले दिनु भएन अनि म मेरो पिताको प्रशंसा नगरौँ मेरो पिताको स्तुतिगान नगरौँ मेरो समाजका मान्छेले तैँले धर्म परिवर्तन गरेपछि धर्म बेचिस् भन्दै म पत्याउँछु मैले बजारमा पाएको टमाटर र प्याजहरू लगेर बेच्ने धर्म भनेको कुनै पनि मानवलाई मानव सेवा गर्नु त्यो भन्दा ठुलो कुनै धर्म हुन्छ र जात भनेको नर र नारी भन्दा अर्को तपाई चाहिँ बिरालो म चाहिँ कुकुर हो र हाम्रो जात फरक छ र तपाईको चाहिँ नाक यहाँ मेरो चाहिँ नाक यता छ र तपाईको आँखा यहाँ मेरो आँखा चाहिँ यता छ र तपाईको चाहिँ खुट्टा यहाँ मेरो खुट्टा चाहिँ यहाँ यसरी छ र जो बनाउने वालाले विभेद गर्नु भएन जसले बनाउनु भएन उले विभेद गरे यति हामी बुझ्नै सकेनौं के हामी यति बुझ्नै सकेनौं के हामी तर जुन दिन रोमी 10 को 9 अंगीकार गर्यौ नि जुन दिन आत्माको परमात्मालाई जान्यौ नि हेर्नुस् त कति सजिलो लाइफ रहेछ एकचोटी हेर्नुस् त कति सजिलो लाइफ रहेछ पिता हजुर महान हुनुहुन्छ जसरी हिजोको दिन हजुरको स्वर्गीय दूतको बलवान हातमा सुम्पियो पिता आजको दिन पनि हजुरको स्वर्गीय बलवान हातमा सुम्पिएको छु भन्ने बित्तिकै यो लाइफले उद्धार पाउँछ यो लाइफले परिवर्तन पाउँछ आज हेर्नुस् त आज कयौं मानिसहरू यहाँ तन्नामा बेरिएर आएका छन् आज ज्यान फेरिँदै गएको छ मैले त्यो म्यामलाई 50,000 दिन्थे भने पनि ज्यान फेरिन्थेन होला एकचोटी मुख फेरिन्थ्यो होला तर ज्यान फेरिन्थेन के एक छाक मिठो खानुहुन्थ्यो होला मुख फेरिन्थ्यो होला तर लाइफ फेरिन्थेन हाम्रो परमेश्वरले एक छाक दिनु भएन तर लाइफ फेरिदिनु भएको छ
लाइफ बदलिदिनु भएको छ। आपका साथ भन्न सक्छु, जुन ठाउँमा पनि गएर उभिएर भन्न सक्छु कि मेरो परमात्मा परमेश्वरले सब कुछ गर्न सक्नुहुन्छ। आजसम्म कसैले मेरो परमेश्वरलाई दोष लाउन सक्नु भएन। आजसम्म हाम्रो परमेश्वरलाई कसैले दोष लाउन सक्नु भएन। ऊ चढेर बिग्रिएछ, ऊ लाएर बिग्रिएछ। संसारमा जानुस्, म पनि हेराउने मध्येमा एक सधैँ हेराउने मान्छे हुँ र मेरै घरमा माता पिता सबै कुरा पनि आउनु भएको, अहिले पनि यहीँ आउनु भएको छ। तर पनि फलानोले बिगार्यो, तिलानोले बिगार्यो, फलानोले चढ्यो, फलानोले यस्तो गरिदियो, तर कुनैले पनि आजसम्म यो भन्नु भएन कि तिमीलाई तिम्रो परमेश्वर चढेर रहेछ र तिम्रो प्रभुले दुःख दिएर रहेछ र तिम्रो परमेश्वरको कारणले तिमीले दुःख पाएछौ, तिम्रो परमेश्वर चाहिँ ले दुःख दिएर रहेछ। कसैले भन्न सक्नु भएन। किन भन्न सक्नु भएन भन्दा हाम्रो परमेश्वरले कसैलाई दुःख दिनु भएन। त्यसैले हरेक शब्दमा अब यो शब्द सुनेर पनि हाम्रो आँखा खुलेन भने त हामी यो शब्दले हाम्रो आँखा खुलेनन् भने यी शब्दहरूले हाम्रा विचारहरू परिवर्तन भएन भने त्यस्तै अर्को छ। फेरि सच्चाइ के हो सुनेर नि टेरिन्न रे के, टेर्दा पनि टेर्नुहुन्न के, अनि ठेस नलागुन्जेल सच्चाइमा हेरिन्न रे के। ठेस लागेपछि मात्रै हेर्ने हो त भने, ठेस लागिसकेपछि त बहुत कुछ लुटिसकेको हुन्छ, बहुत कुछ गइसकेको हुन्छ, बहुत कुछ सिद्धिसकेको हुन्छ। 2 महिना पुऱ्याइदिए हुन्छ। पहिला पुराको अरे के त्यही कति महान हुनुहुन्छ एकचोटि हेर्नुहोस् त। सरिताको घर चित्रीको छोरीको घर थाहा हैन हो, त्यो सरिताको घर कुन भनेर नाइना आलामा भन्दैछु भन्दैन, त्यो सरिताको घर छोरी नि चामलको दाना र मासको दाना लिएर आइजे, तैँले यस्तो लिएर आइजे, तैँले उस्तो लिएर आइजे, अनि मात्रै म तेरो उपचार गरिदिन्छु भन्नुभयो। तर हाम्रो परमेश्वरले पवित्र मन लिएर आइजे, तेरो उपचार गरिदिन्छु। छैन नम्बर चाहिँदैन, घरमै पुऱ्याइदिए हुन्छ। थाहा 600 नै हो भनेपछि ढोडबिसेको लछरी अन्त 300 रुपियाँमा बेचेको अरे ढोडबिसेकोले। त्यो नालातिर अरूले भनेको अरे तिनीहरूले थाहा पाएन अन्त 300 रुपियाँमा आना बेचेको अरे। अनि पछि कमाउने गरेर त उठो त्यसले सानोमा बुझेको त त्यति नै रहेछ भाउ त हाम्रो तपाईँहरूसँग किनेर जति नै रहेछ। अनि तिर त राम्रो ल्याउँदैन, ढोडबिसेकै राम्रो नभएर पुरानो ल्याउँछ, त्यही भएर हो पातलो ल्याउँछ भनेर भन्दिएको। अझै त्यो कुन चाहिँ पुगेर रहेछ पनि ढोडबिसेको बताउने नै हुन्छ। सरितालाई 5 मुठी हो, उसलाई चाहिँ 1.5 महिना हो कि त्यही भनिन्छ त नि 2 महिनाको मिलाइदिनु नि। यस्तो मन खोलिदिनु भयो कि, यस्तो मन खोलिदिनु भयो कि सर्वशक्तिमान परमपिता परमेश्वर हजुरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। कति 1200 तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। हामी यसरी अगाडि बढ्यौं भने हाम्रो ईश्वर कति खुसी र कति महान। हाम्रो परमेश्वरको काम यसरी बढ्दै जाँदा हाम्रो परमेश्वर कति खुसी हुनुहुन्छ होला, कति आनन्दित हुनुहुन्छ होला। हरेकले आज यहाँ नाच्नुहुन्छ हेर्नु त, हरेकको वेदनाको पोको बिसाएका छौं। आज म भन्छु तपाईहरुलाई, कुनै पनि समस्याहरु बोकेर आउनु भएको छ भने त्यो समस्याहरु भारी बोकेर नफर्कनुस्, तपाईं यही बिसाउनुस् के। चिन्ताको पोको ल्याउनु भएको छ भने पनि यही बिसाउनुस्, ऋणको पोको ल्याउनु भएको छ भने यही बिसाउनुस्, झै झगडाको पोको ल्याउनु भएको छ भने यही बिसाउनुस्, दरिद्रको पोको ल्याउनु भएको छ भने पनि यही बिसाउनुस्। यहाँ बिसाइसकेपछि फेरि त्यो बोकेर चाहिँ नफर्कनुस्। हामी त्यहाँ आगो लगाएर चाहिँ जलाउने ठाउँ बनाएका छौं, सबै सोरसार बनाएर त्यहाँ लिएर गएर जलाएर फाल्दिन्छौं। किन बोक्नुहुन्छ तपाईहरु? कति नै बाँचिन्छ र कति नै के नै चाहिँ गरिन्छ र। हामी बाँचुन्जेल परमपिता परमेश्वरसँग मैले त यो मागेको छु, पिता
मरी बाँच्न नपरोस् है, बाँचे मर्न परोस् भनेको छु। बाँचे मर्न पाइयो भने नि यहाँभन्दा ठुलो संसार तैँले कसैले पनि जित्न सक्छ। संसारिक पनि के भन्नुहुन्थ्यो, फ्याट मरेर ओहो यो त कति भाग्य मानेर चाहिँ गाँथे, फ्याट्टी पो गएछ। कति भाग्य मानिरहेछ, कति आनन्दसँग जानुभयो पिता हो। हिजो संसारिकले पनि त्यो कुरा चाहिँ भन्नुहुन्थ्यो नि त। त्यही भएर आज तपाईँ हामीले संसार यो कमाउला, यो जोडौँला, यो खाउँला, यति गरौँला, उति गरौँला भन्दा पिता बाँचिकन मर्न पाइयोस्। त्यसैले जब जान्छ शरीरको बल अनि लाग्छ सच्चाइको तलतला, बल सिद्धिएपछि, थन्किन परेपछि, कहीँबाट सिप नलागेपछि, मैले जहिले पनि हाम्रो माया रेश्मी म्याम कहाँ हुनुहुन्छ, ईश्वरलाई धन्यवाद, आज आउनु भएको छ, ईश्वरलाई धन्यवाद। उहाँहरूको दिदीबहिनी उहाँ जस्तै उदाहरण मात्रै हो, मैले अरू पनि धेरै हुनुहुन्छ। उहाँहरू सकिएर लुटिएर बर्बाद भएर होइन के, त्यहाँ गयो भने राम्रो हुन्छ भनेर आउनुभयो। राम्रोको राम्रो, राम्रोको राम्रो, राम्रोको राम्रो, राम्रोको राम्रो, राम्रोको राम्रो, कहिल्यै पछाडि फर्किनु भएन। प्रमुख अतिथि, हिजोको प्रमुख अतिथिले राम्रोसँग चिन्नु हुँदो रहेछ, मेरो त दिदी हो उहाँ, प्रकाश सर। उहाँले यसरी बोल्नु हुँदो रहेछ है, म त छक्कै परेँ। यो ट्रेनिङ चाहिँ कहाँ हुन्छ भनेर सोध्नु भयो। यस्तो मिठो बोल्नु हुँदो रहेछ, यस्तो राम्रो बोल्नु हुँदो रहेछ। हामीले कसैले यहाँ ट्रेनिङ दिएरै होइन, आफू भित्रको वेदनाको पोको खोलेको पो हो त। कहाँ ट्रेनिङ लिएर आउनु भएको त नि होइन नि। एक दिन ट्रेनिङको लागि भनेर कहीँ पठाएको छैन, सोध्नुहोस् यही हुनुहुन्छ। ओ माई गॉड, यस्तो राम्रो बोल्नुभयो। अब उहाँको लागि केही सोच्नुपर्छ हामीले। हेर्नुहोस् त आज संसारका मान्छेले पनि हामीले पनि केही सोच्नुपर्छ भन्ने परमेश्वरले बनाउनु भयो।